सम्पूर्णमा नमस्कार। यति बेला हामी छेडागाड नगरपालिका वडा नम्बर 12 को कार्की गाउँ यहाँ नगरपालिका नजिकै नि मकै बारीमा छु। हामी यहाँ धेरैजना छु, म सबैलाई देखाउँछु। उहाँ हाम्रो आन्टी हुनुहुन्छ, अनि सिर्जना हाई गर। सिर्जना छिन्, विष्णु हाई। तिम्रो अरु छोरी कता नि दुईटी छोरा छ। सिर्जना छोरो पनि छ यहाँ, दुईटा बेबी ट्विन्स बेबी कि मम्मी ऊ। अनि खै अर्की ए बोके रहेछन् त्यहाँ। यहाँ हाम्रो यो मकै खाने भइसकेका छन्, सबैजना आउनु होला मकै खाने भएपछि। अनि अब त्यो बिउ पनि राखेर अब त्यो के अरे रोपाइ हुन्छ, रोपाइमा आउनु होला। अनि यस्तो हरिया भएको छन्, खाने भइसक्यो मकै लगभग। ओए देर उता हेर त, ट्विन्स बेबी। एउटा बेबी कि मम्मी वान्स बेबी आउनुहुन्छ। अब हामी कोठामा जान लागिसक्यौँ। अनि यहाँ बोडी पनि छर्नु भाइ, हेर्नुहोस् त बोडी फल्ला। अनि राख्नु भएको छ। अब रोपाइ सुरु हुन्छ, असारदेखि रोपाइ सुरु हुन्छ। खेताला ओ खेताला, यहाँबाट देखिन्छ उपारी खारा बजार। छेडागाड नगरपालिका वडा नम्बर 5 पर्छ त्यहाँ। यहाँ वारी 12 घाँस लिँदै हुनुहुन्छ हो। यता कहाँबाट ल्याउनु भयो काटिकन? कहाँनिर छ तपाईँ बाडी? ए यहाँनिर देखिन्छ यी लिप्टिसका रुखहरू, नगरपालिका नजिकै हो। ऊ त्यो पारी रोड ओदेर हेर्नुहोस्, बर्खामा त हिँड्नै सकिन्न। यहाँबाट थला जाने रोड हो यो। छेडागाड नगरपालिका 5 पर्छ पारी। यस्ता घाँस पनि पाउँछ हाम्रोतिर। यो बिमल हाम्रो टोली कोठातिर जाँदैछ। मलाई पनि हाँसाउन हौ, एक्लै के हाँस्छौ? घाँस पुइगयो ए जाम हिँड्नु न तर। ए आउनु होला त, हामी गइग्यौँ। बाई बाई भनिदिनु। यसो गर्ने कहाँ लग्नु नि मल? हाम्रोतिर यस्तै मल बोक्नुपर्छ। हेर्नुहोस् साथीहरू, डोकामा हालेर। हाम्रोतिर यो कटर पनि पाइन्छ तरकारी खानालाई। अब हामी पुग्नै लाग्छु कोठामा। यहाँतिरको मौसम यस्तो छ, हेर्नुहोस् साथीहरू। हरियाली छ जताततै। पानी परेर होला एकचोटि बेलैमा, त्यही भएर हरियाली छ। हेर्नुहोस् त साथीहरू, गाडी गइरहेछ त्यही बाटोमा। अर्को उताबाट नेपालगञ्ज सुर्खेतबाट आउने गाडी आइरहेछ। अनि यताबाट नगरपालिकाबाट अर्को गाडी गएको छ। त्यो गाडी थला बजार बाटोले बजारसम्म जान्छ होला, यही बाटोमा जान्छ। अहिले त बनाउँदैछ बाटो, बर्खामा त्यति समस्या हुन्न होला पानी परेको बेला, नत्र त पानी परेको बेला हिँड्नै मिल्दैन। बेबी ट्विन्स बेबी मध्ये एउटा बेबी हिँड्ने हुन्। बेबीलाई देखाउनु न, अर्को बेबी बेबीको मम्मी जाऊ ल। म गएँ है ल। अर्को बेबी यिनीसँग छ, अनि एउटा मसँग ट्विन्स बेबीकी मम्मी। पालिकातिर घरहरू यस्तो छन्, हेर्नुहोस्। अनि घरहरू